भन्नुहोस्। आजको पार्ट 2 मा पोलिटिक्स बाहेक अर्को क्वेसन तपाईलाई तपाईको हिसाबले या तपाईको भिजन स्पेशली हाम्रो फिल्म मेकिङ इन्डस्ट्री जुन चाहिँ सेटअप हुँदैछ दार्जिलिङमा बिस्तारै अन्त हामीले जुन चाहिँ देख्यौँ लिपस्टिक गोलाई बम बहादुरहरू जस्तो फिल्महरू देख्यौँ एउटा पोटेन्सियल छ सो तपाईको भिजनको अनुसार वाट सुड बी डन टु एन्करेज फिल्म मेकिङ हाम्रो दार्जिलिङमा? अब ऱ्यान्डम क्वेसन मैले हाम्रो भाइलाई भनेको छु, मलाई जे को सोच्छौ रातभरि सोचेर मलाई यसरी ऱ्यान्डम क्वेसन आज मलाई फिल्म मेकिङ भने मलाई म रेडी छुइनँ फिल्म मेकिङमा के, तर जस्ट तपाईँलाई भनिरहेको हाम्रो यो लास्ट 2 महिनामा 2टा मुभी एकदमै राम्रो लाग्यो, लिपस्टिक गोलाई अनि बम बहादुर। अनि आजको दिनमा हामीले कसरी चाहिँ इन्करेज गर्नु सक्छ होइन, बडिङ भर्खर इच्छा गर्ने फिल्म मेकिङ म्युजिकमा होइन, भिडियोज बनाउने यो सबैमा आजको दिनमा यति इम्पोर्टेन्ट हो आजको दिनमा क्या, जुन चाहिँ हामीले पिक्चर बनाउँछ अनि दार्जिलिङको जति एउटा पिक्चर बन्यो होइन, हलिउड बलिउडको मुभीहरू होइन, हलिउडको त बनाएको छैन तर बलिउडको कलिउडको कलकत्ताको दार्जिलिङ देख्दाखेरि कतिजनालाई त्यो पिक्चर हेर्दा जुङ जुङ लाग्छ क्या। सो त्यो एउटा हाम्रो एउटा फ्री एडभर्टिजमेन्ट पनि हुन्छ। सो हामीले नम्बर 1 त हामीले इन्करेज गर्नु पर्यो जति बलिउड बाहिरको मान्छेहरूलाई यहाँ बनाउने, तर हाम्रै भाइहरूलाई यहाँकै डाइरेक्टर यहाँकै फिल्म मेकरहरूलाई चाहिँ कसरी इन्करेज गर्नु सक्छ भन्दाखेरि चाहिँ हाम्रो सोचमा चाहिँ के थियो भन्दाखेरि एउटा संस्था नै बनाएर गभर्मेन्टले फन्ड गरेर क्या, अनि एउटा स्टुडियो जहाँ चाहिँ सबै इक्विपमेन्ट संसारको सबसे दामी इक्विपमेन्ट आज रेड क्याम भन्ने आई थिङ्क 16K हो कि आई थिङ्क 8K त होइन, अहिले 8K देखि माथि आएछ त्यस्तो इक्विपमेन्ट होइन, टप DJI ड्रोन्सहरू लाएर जे इक्विपमेन्ट लाग्छ एउटा पिक्चर बनाउनु, त्यो इन्भेस्टमेन्ट एकजना मान्छेलाई पैसा हाल्नु साह्रो पर्छ, क्रर्स लाग्छ होइन, तर सरकारलाई एउटा हामीले एउटा प्रोजेक्टै बनाएर दिल्ली होस् कलकत्ता होस् अरू फन्डिङ एजेन्सीमा गएर अनि हाम्रो नानीहरूले चाहिँ एउटा म्युजिक भिडियो नै बनाउँदाखेरि मन्त्रले म्युजिक भिडियो नै बनाउँदा कसले पिक्चरै बनाउँदा क्वालिटी आज काठमाडौँमा देख्छौ यति दामी क्वालिटी एउटा म्युजिक, किनभने उहाँहरूकोमा पैसा छ, उहाँहरूकोमा इक्विपमेन्ट छ। रामजी तपाईँको हैदराबादमा होइन एउटा फिल्म सिटी छ, म त्यहाँ गएको पनि थिएँ होइन, त्यहाँ एकजना डाइरेक्टर होस् होइन एक्टर एक्ट्रेसहरूले त्यतिकै सुटकेससँग पैसासँग मात्रै गयो भने त्यहाँ निक्लिँदाखेरि पिक्चर बनाइसकेको हुन्छ, किनभने त्यहाँभित्र एउटा डल्लै सहरै हुन्छ पिक्चर बनाउने। उसलाई कस्तो खाले चाहियो, उसलाई लेकको खिच्नु चाहियो कि हिमालको खिच्नु चाहियो कि 5 स्टार होटल सबै त्यो भित्र हुन्छ क्या। अनि दार्जिलिङमा त्यो गर्नु सक्यो भने अनि सँगसँगैमा टुरिस्टको लागि टुरहरू पनि हुन्छ, पिक्चरहरू बनाउँदै गरेको हुन्छ तर टुरिस्टहरूले टुर गरेर त्यहीँ भित्र बस्ने खाने सबै हुन्छ। अनि हामीले 2टा अप्रोच होइन, एउटा त्यो फिल्म सिटी जस्तो हाम्रो एउटा उद्योग, तर लोकल्सहरूले अब त्यो त ठुलो कुरा भयो, ठुलो इन्भेस्टमेन्ट भयो, तर लोकल्सहरूलाई चाहिँ हामीले कसरी चाहिँ पिक्चर बनाएर होइन, आज बम बहादुर बनायो त्यो बनायो, तर उहाँहरूलाई त्यो आइनक्सतिर हेर्नु OTT जुन चाहिँ अहिले नेटफ्लिक्स भन्छ प्राइम भन्छ यस्तो धेरै आएको छ, त्यसमा आउनुको लागि चाहिँ सेन्सरसिप बोर्ड हुन्छ, धेरै अलिकति इन्भेस्टमेन्टको उत्यो हुन्छ। यो चाहिँ कसरी चाहिँ सरकार भएर चाहिँ उनीहरूलाई हेल्प गर्ने क्या त्यो पिक्चर बनाउनु, किनभने दार्जिलिङको पिक्चर जुन चाहिँ नेपाली भाषी पिक्चर हुन्छ त्यसको माने क्याचमेन्ट त्यसको कस्टमरहरू चाहिँ दार्जिलिङमा मात्र होइन सम्पूर्ण संसारभरि जहाँ नेपाली भाषी बस्छ उहाँहरूलाई टार्गेट गरेर नेपालमा काठमाडौँ एरियामा हामी त्यो टार्गेट गरेर चाहिँ होइन। अनि भोलिको दिनमा जुन चाहिँ मैले यो फिल्म सिटी भन्दैछु नि होइन, यो फिल्म सिटी बनायो भने माने बलिउडै होस् कलिउडै होस् जहाँ टलिउडै होस् होइन, जहाँलाई चाहिँ हिमालको सिन च्यान्छ, जहाँ चाहिँ चियापत्तीको सिन च्यान्छ, जहाँ स्विजरल्यान्डको सिन च्यान्छ, हामीले त्यो खाले चाहिँ दिनु सक्थ्यौँ। अनि आजको दिनमा जुन चाहिँ प्राइम नेटफ्लिक्स इत्यादि खोलेको छ यसको लागि हामीले कसरी चाहिँ इन्करेज गरेर हामीले एडभर्टाइज गरेर लु यहाँ इक्विपमेन्ट पनि ल्याउनु पर्दैन, यहाँ तपाईँहरूले हाम्रो सबै इक्विपमेन्ट छ होइन, त्यो एक्स्ट्राजहरू हुन्छ, हाम्रो
एक्टर्सहरू पनि छ, तपाईँलाई क्राउड चाहियो पनि छ भनेर कसरी चाहिँ इन्करेज गर्ने यसमा सोच्ने हो। तर अहिलेको लागि बमबहादुर र जुन चाहिँ लिपस्टिक गोलाइ आमामा वर्ल्ड क्लास। तर यसलाई नै हामीले डबिङ गरेर इङ्ग्लिसमा, हिन्दीमा, बेङ्गोलीमा डबिङ गरेर ओटिटीमा हाल्नु सकेको भए कति। तर त्यसको लागि बिचरा उहाँहरूको आर्थिक त्यसमा साह्रो पर्छ। तर सरकारले यस्तो खाले मेकानिजम हाल्यो भने चाहिँ राम्रो हुन्थ्यो। थ्याङ्क यू।